मन किन अशान्त छ? किन एक तमासको थकान लाग्छ? किन ध्यान एक ठाउँमा बस्दैन? सन्तुष्टि हराएको जस्तो लाग्छ। मनले अरू नै केही खोजे जस्तो गर्छ। हाम्रो दिमागमा डोपामिन भन्ने एउटा केमिकल हुन्छ। यो सबै यसैको खेल हो। यस भिडियोमा पत्ता लगाउनुहोस् डोपामिन डिटक्सको रहस्य, जसले तपाईको ध्यान फर्काउँछ, एकाग्र बनाउँछ, मनलाई शान्त बनाउँछ र जीवनमा फेरि आत्मसन्तुष्टि लिएर आउँछ। अब समय आएको छ आफ्नो मस्तिष्कलाई रिचार्ज गर्ने। यो भिडियोलाई मन एकाग्र पारेर पुरै सुन्नुहोस्। मिल्छ भने ढल्केर आँखा बन्द गरेर सुन्नुहोला। मन भाग्न खोज्छ, यसलाई अरूतिर भाग्न नदी ध्यानले सुन्नुहोला। जीवनमा काम लाग्ने कुरा छ। आउनुहोस् सुरु गरौँ। हामी प्रत्येक दिन एक अदृश्य नशामा बाँचिरहेका छौं र त्यो नशाको नाम हो डोपामिन। यही डोपामिनले तपाईलाई पटक पटक फोन चेक गराउँछ, कामको बीचमै ध्यान बिगार्छ र तपाईलाई गर्नै पर्ने कामहरू छाडेर सस्तो रमाइलोमा फसाउँछ। हो, यो हाम्रो ध्यान, समय र ऊर्जाको शत्रु जस्तै बनेको छ। अब कल्पना गर्नुहोस्, यदि तपाईं यो डोपामिनको लतबाट मुक्त हुन सक्नुभयो भने के हुन्छ? तपाईं अझ बढी फोकस्ड, शान्त र सन्तुलित बन्न सक्नुहुन्छ। यही सन्देश दिन्छ यो पुस्तक डोपामिन डिटक्सले। यसले सिकाउँछ कसरी आफ्नो मानसिक ऊर्जालाई नियन्त्रणमा ल्याएर हरेक दिनलाई अझ अर्थपूर्ण र प्रभावकारी बनाउन सकिन्छ भनेर। यो यात्राले तपाईलाई शान्ति, स्पष्टता र आफूलाई सुधारको बाटोमा लिएर जान्छ। थिबो मेरिस एक फ्रेन्च लेखक हुन् जसले मानसिक विकास, आत्मनियन्त्रण र आत्मजागरुकता जस्ता विषयमा गहिरो लेखन गरेका छन्। उनले अहिलेसम्म 20 भन्दा बढी पुस्तकहरू लेखेका छन् र उनका हरेक विचार, हरेक शब्दको एउटै उद्देश्य छ, मानिसलाई आफ्नै मानसिक दासत्वबाट मुक्त गराउनु। तर यो यात्रा केवल लेखिएका शब्दमा सीमित छैन। थिबोको यो मिशन उनको आफ्नै जीवनबाट जन्मिएको हो। एक समय थियो जब उनी पनि यस्तै नराम्रा बानीहरूसँग सङ्घर्ष गरिरहेका थिए। काम गर्न बस्थे, केही मिनेटमै ध्यान हट्थ्यो। फेसबुक, युट्युब, टिकटक, नेटफ्लिक्स यी सबैले उनको मानसिक ऊर्जा सुकाउँदै लगिरहेका थिए। कुनै कारण बिना नै उनी थकिसकेका थिए। किन थाकिरहेको छु उनलाई नै थाहा थिएन। उनको शरीर होइन, दिमाग ठकिसकेको थियो। यही डोपामिनको अत्यधिक खपतका कारण। एक दिन उनले आफैलाई सोधे, के मैले चाहेको जीवन यही हो? यही प्रश्नबाट सुरु भयो एउटा गहिरो खोज। उनले न्यूरोसाइन्सका किताब पढे, बानी व्यवहारका पुस्तकहरू पढे र सबैभन्दा महत्त्वपूर्ण यो सबै कुरा आफ्नै जीवनमा प्रयोग गरे। अनि उनले बुझे एउटा ठूलो सत्य, जति समय हामी हाम्रो दिमागलाई छिटो र सजिला एकछिनको रमाइलाहरूमा अल्झाइरहन्छौँ, त्यति नै गाह्रो हुन्छ गहिरो आनन्द, एकाग्रता र शान्ति प्राप्त गर्न। उनको यही बोधबाट जन्मिएको हो डोपामिन डिटक्स, बन्द दिमागबाट खुल्ने जीवनतर्फको यात्रा को किताब। डोपामिन डिटक्सको मुख्य उद्देश्य हो हामीलाई डोपामिनको अत्यधिक प्रयोगबाट मुक्त गर्नु र पुनः त्यो शान्ति, ध्यान र गहिरो आनन्द प्राप्त गर्नु जुन हामीले हराइरहेका छौँ। आजको संसारमा हामी सबैलाई तत्काल खुसी चाहिएको छ। सोशल मिडिया, भिडियो गेम, अनलाइन किनमेल, फास्ट फुड आदि यी सबैले हाम्रो दिमागमा तत्काल डोपामिनको मात्रा बढाउँछन्, जसले गर्दा हामी हरेक पल नयाँ उत्साह खोज्न थाल्छौँ। केही पललाई खुसी पाए जस्तो हुन्छ, तर यो प्रक्रियाले हामीलाई साँचो सन्तुष्टि र शान्तिबाट टाढा लैजाँदै जान्छ। परिणामस्वरूप हामी मानसिक रूपमा थकित हुन्छौँ, आत्मविमुख भइजान्छौँ र हाम्रो वास्तविक क्षमतालाई बुझ्न सक्दैनौँ। यो पुस्तकको सन्देश स्पष्ट छ। जब तपाईँ यी तात्कालिक आनन्दहरूबाट टाढा रहन सिक्नुहुन्छ, तपाईले आफैलाई रिसेट गर्न सक्नुहुन्छ। तपाईले आफ्नो ऊर्जालाई साँच्चीकै महत्त्वपूर्ण काममा लगाउन सक्नुहुन्छ। डोपामिनलाई कसरी नियन्त्रण गर्ने भनेर यो पुस्तकले सिकाउँछ, ताकि तपाईँ आफ्नो जीवनको सपना साकार गर्न अगाडि बढ्न सक्नुहोस्। डोपामिन डिटक्स केवल शारीरिक प्रक्रिया होइन, यो मानसिक र भावनात्मक रूपान्तरण हो। आफ्ना बानीहरू कसरी बदल्ने, आफ्नो जीवनलाई कसरी पुनः सही दिशामा लैजान सकिन्छ भनेर यसले सिकाउँछ। डोपामिनको नशाबाट बाहिर निस्केर हामीले त्यो साँचो आनन्द र शान्ति फेला पार्न सक्छौँ। यसले जीवनलाई नयाँ दिशा दिन्छ, ठूलो परिवर्तनको खुट्किलो बन्न सक्छ। अब सुरु गरौँ पाठ 1, डोपामिनको भ्रम, एक यस्तो मायाजाल जुन देखिँदैन। तपाईको दिमाग तपाईको सबैभन्दा शक्तिशाली हतियार हो, तर यदि तपाईले यसलाई नियन्त्रण गर्न सक्नु भएन भने यही दिमागले तपाईलाई हरेक दिन अल्लिअल्ली गरेर भित्रैबाट कमजोर बनाउँदै जान्छ। अब प्रश्न उठ्छ, डोपामिन के हो?
थिबोमेरिस भन्छन् डोपामिन एक ब्रेन केमिकल हो। जब हामीलाई कुनै कुरा राम्रो लाग्छ, जस्तै कसैले प्रशंसा गर्यो, मिठो खाना खाइयो, रमाइलो भिडियो हेरियो, कसैको मेसेज आयो वा कुनै इनाम पाइयो भने त्यसबेला हाम्रो दिमागले डोपामिन उत्सर्जन गर्छ। यसले हामीलाई फिल गुड अनुभूति दिन्छ। अब सोच्नुहोस्, तपाईले नोटिफिकेसन देख्नुभयो, डोपामिन आयो। रमाइलो भिडियो हेर्नुभयो, गुलियो मिठाई खानुभयो, इन्स्टाग्राम, टिकटक स्क्रोल गर्नुभयो, रिल क्लिक गर्नुभयो, सबैमा डोपामिन डोपामिन डोपामिन। बिस्तारै तपाईको दिमाग यस्ता सजिलै पाइने इनामहरूमा मात्र ध्यान केन्द्रित गर्न थाल्छ। थिबो भन्छन् डोपामिनको खेल सरल छ। जति बढी तपाईलाई यसको बानी पर्छ, त्यति नै तपाईको दिमाग गाह्रो काम गर्नबाट भाग्न थाल्छ। तपाई 10 मिनेट पनि किताब पढ्न सक्नुहुन्न। ध्यान गर्दा बस्दा उकुस मुकुस महसुस हुन्छ। फोन बिना एकछिन पनि बस्न यातना लाग्छ। यो तपाईलाई अल्छी लागेको होइन, यो हो डोपामिनको ओभरडोज। थिबो यसलाई भन्छन् माइन्ड हाइज्याकिङ। तपाईको दिमाग तपाईले नियन्त्रण गर्नुभएको होइन, डोपामिनले गरिरहेको छ। तपाईलाई लाग्छ तपाई फोन प्रयोग गर्दै हुनुहुन्छ, तर सत्य के हो भने फोनले तपाईलाई प्रयोग गरिरहेको छ। यदि तपाईले आजै डोपामिनलाई नियन्त्रण गर्न सक्नु भएन भने भोलि तपाईको इच्छा शक्ति, ध्यान, आत्मनियन्त्रण सब सकिनेछ। त्यसो भए कसरी डोपामिनलाई नियन्त्रण गर्ने? थिबो सल्लाह दिन्छन्, अहिलेलाई तपाईलाई तुरुन्त डोपामिन दिने सबै कुरा केही समयका लागि बन्द गर्नुहोस्। जस्तै सोशल मिडिया, गेमिङ, पटक पटक फोन हेर्नु, अनावश्यक खानपान र लगातार ब्याकग्राउन्डमा म्युजिक। यी सबै केही समयका लागि बन्द गर्नुहोस्। व्रत खाना नखाएर मात्र हुँदैन, यसको पनि व्रत बस्नुहोस्। दिमागलाई बोर हुन पनि स्वीकार गर्न सिकाउनुहोस्। बोर हुनु नराम्रो होइन। थिबो भन्छन् जब तपाई बोर हुन वा केही समय पर्खन थाल्नुहुन्छ, तपाईको दिमागले आफ्नो हराएको शक्ति, त्यो शक्ति जसले तपाईलाई ध्यान, अनुशासन र शान्ति दिन्छ। लो डोपामिन डे भन्ने एक दिनको योजना बनाउनुहोस्। यो दिन केवल 3 वटा कुरा गर्नुहोस्। लेख्नुहोस्, पढ्नुहोस्, सोच्नुहोस्। बाँकी सबै बन्द। फोन, सोशल मिडिया, अनावश्यक कुराकानी सबै बन्द। अन्तमा थिबो भन्छन् तुरुन्त पाइने खुशी एक मिठो भ्रम हो। डोपामिन डिटक्स नै त्यो बाटो हो जसले तपाईलाई तपाईको आफ्नो आत्मासँग जोड्छ। इन्स्ट्यान्ट प्लेजरको असर के हुन्छ? तपाई गहिरा कुरामा ध्यान केन्द्रित गर्न सक्नुहुन्न, छिटै सबै कुराबाट डिक्क लाग्छ, तपाईको धैर्यता लगभग समाप्त हुन्छ र सधैँ अलिकति रमाइलोका लागि नयाँ कुराको खोजीमा लागिरहनुहुन्छ। थिबो यस अवस्थालाई भन्छन् द डेथ अफ डेप्थ, अर्थात् तपाईको मानसिक गहिराई बिस्तारै मर्न थाल्छ। हामी स्क्रोल गरेर नयाँ रोमाञ्च खोज्छौं, तर त्यो प्रयासमा हामी हराउँछौं। ध्यान, शान्ति र मानसिक सन्तुलन जस्ता महत्त्वपूर्ण कुराहरू हामीबाट टाढा हुन थाल्छन्। एउटा नदेखिएको सत्य। थिबो भन्छन् इन्स्ट्यान्ट ग्रेटिफिकेसन कहिल्यै पूर्ण हुँदैन। यसले हरेक पटक थोरै राहत दिन्छ, तर पछाडि खालीपन छोडेर जान्छ। यो एउटा चक्र हो। इच्छा, क्रिया, डोपामिन, थोरै राहत, पुनः इच्छा, र तपाई यसभित्रै हराउँदै जानुहुन्छ। अब के गर्ने त? 1. सचेत हुनुहोस्। प्रत्येक पटक जब तपाई फोन उठाउनुहुन्छ, आफैलाई सोध्नुहोस्, के मलाई डिक्क लागेको छ वा यो फोन उठाउन साँच्चै जरुरी छ? 2. डिले प्लेजर। कुनै पनि आकस्मिक इच्छा आएमा 10 मिनेट पर्खनुहोस्। बिस्तारै तपाई आफैका इम्पल्सहरू चिन्ने र नियन्त्रण गर्ने कला सिक्नुहुनेछ। 3. हार्ड प्लेजरको बानी विकास गर्नुहोस्। पुस्तक पढ्नुहोस्, नयाँ सिप सिक्नुहोस्, फूल रोप्नुहोस्, ध्यान गर्नुहोस्, लेख लेख्नुहोस्। यी कुरा सुरुमा गाह्रो लाग्छन्, तर यिनीले तपाईलाई गहिरो सन्तुष्टि दिन्छन्। तुरुन्त खुसी दिने कुराहरू दीर्घकालीन रूपमा दुःखद हुन्छन्, र सुरुमा गाह्रो लाग्ने चीजहरू नै तपाईलाई साँचो आत्मसन्तोष दिन्छन्। आजैबाट एउटा प्लेजर ट्र्याकर बनाउनुहोस्। जति पटक तपाई अनावश्यक फोन स्क्रोल गर्नुहुन्छ, अचानक खानुहुन्छ, सर्टकट रोज्नुहुन्छ, त्यो सबै नोट गर्नुहोस्। 3 दिनमै तपाईले देख्नुहुनेछ तपाईको दिमाग कति डोपामिनको पछाडि लागिरहेको रहेछ। इन्स्ट्यान्ट प्लेजर, यो मिठो विष हो र डोपामिन डिटक्स नै यसको उपचार हो। पाठ 3. बोर हुनु ध्यानको पहिलो पाइला। हामी बोर हुनु नपरोस् भन्दै यसबाट भाग्छौं, तर थिबोमेरिस भन्छन् बोरियत नै त्यो ढोका हो जसको पारी ध्यान, सृजनशीलता र आत्मज्ञान भेटिन्छ। थिबोमेरिस भन्छन् कहिलेकाहीँ म दिनभरि नै फोन, नेटफ्लिक्स, युट्युबमा फसिरहन्थे। केही समय शान्त बस्न साथ बोर लाग्थ्यो।
भित्रबाट मलाई असहज लाग्न थाल्थ्यो, तर त्यसपछि मैले नयाँ कुरा गर्ने निर्णय गरेँ। बोर हुन मैले आफैलाई अनुमति दिएँ। हो, तपाईँले ठिक सुन्नुभयो, बोर हुन अनुमति दिएँ। सुरुमा गाह्रो लाग्यो, दिमाग उफ्रिरह्यो, तर केही समयपछि म आफ्ना विचारहरू स्पष्ट सुन्न थालेँ। मेरो मन शान्त भयो। त्यति बेला मैले बुझेँ, साँचो समस्या बोर हुनु होइन, बोर हुनबाट भाग्ने बानी हो। बोर हुनु भनेको तपाईँको अटेन्सन स्प्यान बढाउने पहिलो पाइला हो। जब तपाईँ उत्तेजनाबाट दिमागलाई टाढा राख्नुहुन्छ, तपाईँको दिमाग आफूभित्र फर्किन थाल्छ। हामी बोर हुनबाट किन डराउँछौँ? किनभने हामीलाई सिकाइएको छ, केही नगर्नु भनेको समयको बर्बादी हो। तर सत्य के हो भने, बाहिरी संसार बिनाको शान्त बसाइ भनेको मानसिक तपस्या हो। बोर हुँदा यसले हामीलाई के गर्छ? यो तपाईँलाई तपाईँको विचारसँग भेट गराउँछ, तपाईँभित्र लुकेका प्रश्नहरू जगाउँछ, सृजनशीलता जन्माउँछ र बिस्तारै तपाईँलाई स्पष्टता दिन थाल्छ। हामी बाल्यकालमा घन्टौँ एक्लै खेल्न सक्थ्यौँ, बिना फोन, बिना टिभी, किनभने त्यति बेला हाम्रो भित्री संसार सक्रिय थियो। तर आज 2 मिनेट पनि हामी एक्लै बस्न सक्दैनौँ, किनभने हाम्रो मन अब शान्तिमा होइन, डोपामिनमा बाँच्छ। अब थिबो के सुझाव दिन्छन्? 1 मिनेट माइन्डफुल भएर बोर हुने अभ्यास गर्नुहोस्। हरेक दिन 10 मिनेट बिना फोन, बिना मङ्गीत, बिना नोटबुक, केवल शान्त बस्नुहोस्। दिमाग भाग्छ, भाग्न दिनु। तपाईँ केवल आफ्नो सासमा ध्यान दिनुहोस्। तातो सास आउँदैछ, चिसो सास जाँदैछ। 2 प्रकृतिमा रमाउनुहोस्। रुखमुनि, छतमाथि वा बगैँचामा, कुनै स्टिमुलेसन बिना, केवल आफूभित्र हेर। 3 नो इनपुट आवर। हरेक दिन 1 घण्टा बिना स्क्रिन, बिना मङ्गीत, बिना पढाइ, बिना विचार, केवल आफ्नो साथमा बस्नुहोस्। जब तपाईँ बोर हुन सिक्नुहुन्छ, तपाईँ हरेक ध्यान भङ्ग गर्ने डिस्ट्र्याक्सनलाई जित्नुहुन्छ। यदि तपाईँ हरेक पटक बोर हुनबाट भाग्नुहुन्छ भने तपाईँ आफैबाट टाढा जानुहुन्छ र त्यो दूरी अन्ततः तपाईँलाई भित्रैबाट खाली बनाउँछ। आजै एउटा बोर्डम वक गर्नुहोस्। बिना मोबाइल, बिना मङ्गीत, केवल मनमा पनि नबोली हिँड्नुहोस्। आफैलाई सोध्नुहोस्, म किन डिस्ट्र्याक्सनको पछाडि लाग्दैछु? थिबोमेरिस भन्छन्, बोर हुनु तपाईँको दुश्मन होइन, तपाईँको गुरु हो। र जो व्यक्ति यस गुरुलाई सुन्न थाल्छ, उसले आफ्नै आवाज सुन्न सिक्छ। पाठ 4 डिजिटल ओभर स्टिमुलेसनले तपाईँको मनको शक्ति बिस्तारै नष्ट गरिरहेको छ। के तपाईँले महसुस गर्नुभएको छ? अब तपाईँको ध्यान 5 मिनेट पनि कुनै एउटै कुरामा टिक्दैन। किताब पढ्दा मनले भन्न थाल्छ, फोन हेर्छु। भिडियो हेर्दा पनि बारम्बार अर्को हेर्न मन लाग्छ। जब शान्ति खोज्नुहुन्छ, मन बेचैनीले भरिन्छ। थिबोमेरिस भन्छन्, यो सबै यतिकै आफै भएको होइन, यो डिजिटल ओभर स्टिमुलेसनको असर हो। डिजिटल ओभर स्टिमुलेसन भनेको के हो? जब तपाईँको दिमाग निरन्तर नोटिफिकेसन, सोशल मिडिया, युट्युब सर्ट्स, रिल्स, क्लिकबेट टाइटल्स जस्ता कुराबाट साना साना डोपामिन डोजमा बाँचेको हुन्छ। थिबो भन्छन्, प्रत्येक सानो सूचना अब पुरस्कार जस्तो बन्न थाल्छ र तपाईँको दिमाग तुरुन्त थप डोपामिन खोज्न थाल्छ। नतिजा के हुन्छ? तपाईँ बिना कारण बारम्बार फोन उठाउनुहुन्छ र आफैबाट डिस्कनेक्ट महसुस गर्नुहुन्छ। तपाईँ गहिरा सोच्ने क्षमता गुमाउनुहुन्छ। अब कुनै पनि काम जसमा धैर्यता चाहिन्छ, जस्तै किताब पढ्नु, कसैमा ध्यान दिनु, मनन गर्नु, सबै गाह्रो लाग्न थाल्छ। दोस्रो, तपाईँ भावनात्मक रूपमा फ्ल्याट महसुस गर्न थाल्नुहुन्छ। डोपामिनको अत्यधिक उपयोगले तपाईँलाई बिस्तारै संवेदनहीन बनाइदिन्छ। सानातिना खुसीहरू पनि फिक्का लाग्न थाल्छन्। जीवनबाट रङ हराएको जस्तो लाग्न थाल्छ। तेस्रो, तुलना गर्ने जालमा फस्नु। सोशल मिडियाले तपाईँलाई निरन्तर अरूसँग तुलना गराउँछ। अरूको एडिटेड जिन्दगी देखेर तपाईँ आफैलाई अपूर्ण महसुस गर्न थाल्नुहुन्छ। यदि तपाईँ सारा दिन साना साना डिजिटल पुरस्कारहरूमा अल्झिरहनुहुन्छ भने तपाईँ कहिल्यै गहिरा अनुभूतिहरूमा पुग्न सक्नुहुन्न। अब समाधान के हो त? 1 डोपामिन फास्टिङ गर्नुहोस्। एउटा यस्तो दिन छान्नुहोस् जसमा सोशल मिडिया, फेसबुक, टिकटक, युट्युब, नेटफ्लिक्स केही पनि नछुनुहोस्। केवल किताब, हेडटुल वा जर्नल लेख्नुहोस्। यो डिजिटल डिटक्सले तपाईँको दिमागलाई रिसेट गर्छ। 2 पुरस्कार, रिवार्ड ढिलो लिनुहोस्। जुन कुरा मन पर्छ त्यो तुरन्त नखोज्नुहोस्। थोरै पर्खिनुहोस्, दूरी बनाउनुहोस्। यसरी पाएको रिवार्डले गहिरो प्रभाव पार्छ। 3 मङ्क मोड क्षणहरू बनाउनुहोस्।
दिनको 2-3 पल यस्तो राख्नुहोस् जहाँ तपाईँ केवल आफूसँग हुनुहुन्छ, बिना स्क्रिन, बिना ध्यान भङ्ग, केवल शान्त समय। हामीले स्क्रिन टाइमले आफैलाई नष्ट गर्दैछौँ, तर थाहा पाएका छैनौँ। के तपाईँले कहिले आफैलाई सोध्नु भएको छ, आज दिनभर मैले आफ्नो दिमागलाई के फिड गरे, के खान दिए? थिबो मेरिस भन्छन्, हरेक पटक जब तपाईँ बोर हुनबाट बस्नुहुन्छ, तपाईँले आफ्नो फोकस गुमाउनुहुन्छ। 1 घण्टाको नो स्क्रिन ब्लक बनाउनुहोस्। न फोन, न भिडियो, केवल अवलोकन, सास लिने अभ्यास वा लेखन। लेख्नुहोस्, मलाई सबैभन्दा बढी के कुराले डिस्ट्र्याक्ट गर्छ? डिजिटल उत्तेजना आफैमा खराब होइन, तर जब त्यो तपाईँको दिमागमा राज गर्न थाल्छ, तब त्यो विनाश बनिन्छ। थिबो भन्छन्, डोपामिनको भोकलाई मार्न सकिँदैन, उसलाई बुझेर सन्तुलनमा राख्न सकिन्छ। पाठ 5, आफ्नो पहिचान बदल्नुहोस्। तपाईँ जस्तो सोच्नुहुन्छ त्यही बन्नुहुन्छ। थिबो मेरिस यो कुरामा जोड दिन्छन्, यदि तपाईँ बारम्बार डोपामिन बानीहरूमा फस्नुहुन्छ भने यो तपाईँको आत्मछविको कारण हो, आफैले बनाएको आफ्नो चित्र। कल्पना गर्नुहोस्, यदि कसैले हरेक दिन आफैलाई भन्छ, म अल्छी छु, म कुनै कुरामा ध्यान दिन सक्दिन, म सोसियल मिडिया बिना बाँच्नै सक्दिन, जब त्यो व्यक्ति बिहान उठ्ने बित्तिकै फोन हेर्छ, त्यो अब बानी होइन, पहिचान बनिसकेको हुन्छ। थिबो भन्छन्, तपाईका बानीहरू केवल व्यवहार होइनन्, ती तपाईको आत्मपरिभाषा हुन्, र जबसम्म तपाईँ त्यो आत्मपरिभाषा परिवर्तन गर्नुहुन्न, साँचो परिवर्तन असम्भव छ। अब के गर्नु? 1, नयाँ पहिचान छान्नुहोस्। आफैलाई सोध्नुहोस्, म कस्तो व्यक्ति बन्न चाहन्छु? यदि उत्तर म आत्मा केन्द्रित र शान्त व्यक्ति बन्न चाहन्छु हो भने त्यसपछि तपाईका सबै क्रियाकलापहरू त्यही पहिचानसँग मेल खाने हुनुपर्छ। 2, साना बानी ठूला परिवर्तन। हरेक पटक जब तपाईँ 15 मिनट फोन बिना बस्नुहुन्छ, ध्यान गर्नुहुन्छ वा शान्त बस्नुहुन्छ, तपाईको दिमागले भन्छ, हेर, म आफ्नो मनलाई नियन्त्रण राख्न सक्ने मानिस बन्दै गइरहेको छु, म अब त्यो व्यक्ति बन्न थालेको छु। अर्को पटक जब तपाईँ फेरि त्यही खराब बानी गर्न लाग्नुहुन्छ, आफैलाई सोध्नुहोस्, के यो त्यही व्यवहार हो जसबाट मैले सोचेको व्यक्ति बन्न चाहन्छु? यदि होइन भने त्यही रोकिनुहोस्, त्यही नै साँचो जित हो। एउटा कागज लिनुहोस् र लेख्नुहोस्, म कस्तो व्यक्ति बन्न चाहन्छु। त्यो पहिचान अनुसार आज एक नयाँ काम गर्नुहोस्। बिस्तारै त्यो नयाँ व्यवहार तपाईको नयाँ आत्म पहिचान बनिन्छ। पाठ 6, जब रिवार्ड सजिलै पाइन्छ, तपाईको विकास रोकिन्छ। के तपाईलाई कहिले महसुस भएको छ, जुन चीज हामीलाई सजिलै मिल्छ त्यसले कम खुसी दिन्छ? सोशल मिडिया, गेम्स, नोटिफिकेसन, यी सबैले हामीलाई हरेक पलमा रिवार्ड दिइरहेका हुन्छन्, तर यसले भित्रभित्रै मानसिक शक्ति कमजोर बनाउँदैछ। थिबो भन्छन्, हरेक पटक जब तपाईँ सजिलो इनाम वा रिवार्ड चुन्नुहुन्छ, तपाईँ कठिन तर महत्त्वपूर्ण विकासबाट टाढिनुहुन्छ। त्यसो भए अब के गर्ने त? 1, सजिलो इनामबाट दूरी बनाउनुहोस्। फोनतिर हात जाँदैछ भने आफैलाई सोध्नुहोस्, कतै यो सजिलो सुखले मेरो विकास रोकेको त छैन? 2, कठिन इनाम चुन्नुहोस्। केही शास्ति जस्तो लाग्न सक्छ, तर आत्मविकास बिना स्क्रिन बस्नु, गहिराईमा पुगेर पढ्नु, नयाँ कुरा सिक्नु, असहजता झेल्नुबाटै सुरु हुन्छ। यी चिजहरूले तपाईको इच्छा शक्तिलाई रिचार्ज गर्छ। आज दिनभरि एउटा यस्तो काम रोज्नुहोस् जुन कुरा रमाइलो नहोस् तर आवश्यक होस्। पूरा ध्यानसाथ गर्नुहोस् र राति आफैलाई सोध्नुहोस्, के आज आफूमा केही नयाँ कुरा विकास गरे कि व्यर्थमा समय वेस्ट गरे? आत्मसन्तुष्टि आएन भने मलाई भन्नुहोस्। पाठ 7, तिमी भित्रको त्यो लुकेको असली रिवार्ड। जब सबै कुरा बन्द हुन्छ, कुनै आवाज छैन, न नोटिफिकेसन, न स्क्रिन, यो समय तपाईँ भित्र के चलिरहेको हुन्छ? यदि उत्तरमा बेचैनी आउँछ भने त्यो संकेत हो तपाईलाई डोपामिनको होइन, आफैसँग भेट्न डिटक्स चाहिएको छ। थिबो भन्छन्, डोपामिनको लतले खुसी ल्याउँदैन, यसले त आत्मा शून्यताबाट भाग्ने बनाउँछ, आफ्नो आत्माबाट टाढा लैजान्छ। थिबो भन्छन्, जब उनले आफूलाई सम्पूर्ण रूपमा कट अफ गरे, त्यसबेला उनले सुन्न थाले त्यो आवाज जुन वर्षानुवर्षदेखि भुल्दै गएको थिए, आफ्नो भित्री आवाज। न त्यो इन्स्टाग्राममा थियो, न फेसबुक टिकटकमा, न कुनै लाइकमा, न युट्युबको रिलमा। त्यो त उनी भित्रै थियो। उनले खोजेको त्यो खुसी त आफैसँग थियो। अब के गर्नु? 1, डोपामिन होइन, मौनता, शान्ति चुन्नुहोस्। हरेक दिन 10 मिनट ध्यान भङ्ग नगरी बस्नुहोस्। त्यही मौनता तपाईको गहिरो उत्तर हो। 2,
इनाम वा रिवार्डको परिभाषा फेर्नुहोस्। इनाम अब त्यो होइन जुन तुरुन्तै मिल्छ। इनाम त्यो हो जसले तपाईलाई तपाईको आत्मा नजिक लैजान्छ। एकछिन सोच्नुहोस्, एकाएक यदि सबै कुरा फोन, इन्टरनेट, सोशल मिडिया सबै कुरा हरायो भने पनि के तपाई आफ्नै साथमा शान्तसँग बस्न सक्नुहुन्छ? यदि सकिँदैन भने आफैलाई फेरि फर्काएर ल्याउने अब समय भएको छ। आज 24 घण्टा मध्ये 10 मिनेट आफैलाई दिनुहोस्। केही नहेर्नुहोस्, केही नसुन्नुहोस्, केवल बस्नुहोस् र सास लिएको महसुस गर्नुहोस्। किनभने यसैबाट तपाईले पाउन सुरु गर्नुहुन्छ तपाईको साँचो रिवार्ड। डोपामिन डिटक्स कुनै ट्रेन्ड होइन, यो तपाईको आत्मालाई घर फर्काउने यात्रा हो। अब जब तपाईले यो 7 कदमको यात्रा पूरा गर्नुभयो, एक पटक आँखा बन्द गरेर सोच्नुहोस्, कसको आवाज तपाईलाई अहिले बढी सुनिन्छ? स्क्रिनको, सोशल मिडियाको वा तपाईको आफ्नै आत्माको? सुरुमा तपाई केवल रमाइलोको पछि दौडिनुहुन्थ्यो, तर अब तपाई आफ्नो मालिक बन्नुभयो। अब तपाई त्यो व्यक्ति हुनुहुन्छ जसले शान्ति रोज्छ, जसले सही रिवार्ड के हो त्यो चिन्छ। किनभने साँचो इनाम डोपामिन होइन, त्यो शीतल शान्ति हो जो तपाईको भित्री आत्माबाट आउँछ। अब असहजता हुँदा डर लाग्दैन, किनभने तपाईलाई थाहा छ त्यो नै बाटो हो स्पष्टता, विकास र आत्मनियन्त्रण तर्फको। अन्त्यमा थिबो मेरिस भन्छन्, जब सारा संसार आवाजले, कोलाहलले भरिएको हुन्छ, त्यस बेला पनि जो व्यक्ति आफैभित्र मौन हुन्छ, त्यही व्यक्ति नै साँच्चीकै स्वतन्त्र हुन्छ। अब तपाई स्वतन्त्र हुनुहुन्छ किनभने तपाईले रोज्नु भएको छ बाहिरी उत्तेजना बिनाको आन्तरिक शक्ति। हस्त आजलाई यति नै। स्क्रिनको लत, मोबाइलको लत, सोशल मिडियाको लत के रहेछ र यसबाट कसरी बस्ने भन्ने कुरा बुझ्नुभयो होला। समय मिलाएर फेरि सुन्नु होला, यसबाट मोटिभेसन मिल्नेछ। प्रिय मान्छे र साथीहरूलाई पनि शेयर गरेर यो लतबाट छुट्न सहयोग गर्नुहोला। कमेन्ट पनि गरिदिनु भए अर्को भिडियो बनाउन मोटिभेसन मिल्नेछ। सब्स्क्राइब पनि गरिदिनु भए आभारी हुने थिएँ। आजलाई यति नै। बिदा माग्छु। धन्यवाद। नमस्ते।